कबाट कमल कमल हिलोमा फुल्छ। खबाट खरायो खरायो उफ्री उफ्री भाग्छ। गबाट गमला गमलामा हामी फुल रोप्छौँ। घबाट घर घरमा हामी बस्छौँ। ङबाट नाक थोप्ली ङ। साना साना बाबु नानीहरू, हामीले कदेखि ङसम्म सँगै भन्यौँ। अब फेरि यसलाई दोहोऱ्याएर राम्रोसँग बुझ्ने है त। सुरु गरौँ। फेरि कदेखि। कबाट कमल कमल हिलोमा फुल्छ। खबाट खरायो खरायो उफ्री उफ्री भाग्छ। गबाट गमला गमलामा हामी फुल रोप्छौँ। घबाट घर घरमा हामी बस्छौँ। ङबाट नाक थोप्ली ङ। आजको भिडियोमा यति नै। हजुरहरूलाई भिडियो कस्तो लाग्यो यसलाई दोहोऱ्याइ पढ्नुहोला है त। भिडियो हेर्नुहोला राम्रोसँग अनि लेख्न पनि सिक्नुहोला भन्दै आजको लागि हामी बिदा हुन्छौँ। भोलि फेरि रमाइलो भिडियोहरू लिएर तपाईँ आउने नै छौँ। नानी बाबुहरू आफ्नो केयर गर्नुहोला, मम्मी बाबालाई दुःख नदिनुहोला भन्दै बिदा हुन्छु। नमस्ते।